ल है एकछिन कल्पना गरौँ त, संसारको छतमा कतै लुकेको एउटा यस्तो राज्य जुन चाहिँ सयौं वर्षसम्म बाहिरी दुनियाँको आँखाबाट टाढै रह्यो। हो, हामी कुरा गर्दैछौँ मुस्ताङको, नेपालको अन्तिम निषेधित राज्य। एउटा यस्तो ठाउँ जहाँ आज पनि समय अलि बिस्तारै चल्छ जस्तो लाग्छ र त्यो पुरानो तिब्बती संस्कृतिले अझै पनि सास फेरिरहेको छ। तर एउटा प्रश्न त मनमा आइहाल्छ नि, होइन? विशाल हिमालको काखमा बसेको यो ठाउँ आखिर किन र कसरी यति लामो समयसम्म संसारका लागि एउटा रहस्य बनिरह्यो? यसको जवाफ चाहिँ यसको भूगोल र इतिहासका पानाहरूमा लुकेको छ। साँच्चै भन्नुपर्दा मुस्ताङलाई समयमै जमेको ठाउँभन्दा केही फरक पर्दैन, किनभने यसको त्यो भौगोलिक र राजनीतिक एक्लोपनाले यसलाई एउटा जीवित सङ्ग्रहालय जस्तै बनाइदियो, जहाँ त्यो पुरानो संस्कृति, भाषा, रहनसहन आज पनि जस्ताको तस्तै छ। सोच्नुस् त एकपटक, सन् 1992सम्म विदेशीहरूका लागि त यो ठाउँमा पुरै नो एन्ट्री थियो। अब कुनै पनि महान राज्यको उदयको पछाडि केही न केही आर्थिक शक्ति त हुन्छ नै। मुस्ताङको हकमा त्यो शक्ति थियो एउटा यस्तो चिज जुन सेतो सुनभन्दा कम थिएन। त्यो हो नुन। हो, सुन्दा अचम्म लाग्न सक्छ, तर यही नुनको व्यापारले नै यो हिमाली राज्यको भाग्य लेखेको थियो। ल अब 15औं शताब्दीतिर जाउँ। त्यति बेला मुस्ताङ हिमालय पार व्यापारको एउटा हटस्पट नै बन्यो। एकछिन आँखा चिम्लेर सोच्नुस् त, उत्तरमा तिब्बतको विशाल पठार, दक्षिणमा भारतको हरियाली र उर्वर भूमि, र ठ्याक्कै बीचमा मुस्ताङ। हो, त्यही तिब्बतबाट आउने नुन र भारतबाट जाने अन्नको व्यापारलाई आफ्नो काबुमा राखेर नै मुस्ताङले आफ्नो स्वर्ण युग देखेको थियो। यो खालि व्यापार मात्र थिएन, यो त पुरै राज्यको जीवन बिर्सा थियो। यहाँ हेर्नुस् त, त्यो बेलाको व्यापारिक सञ्जाल कस्तो गजबको थियो। एकातिर याक र खच्चरका लावा लस्कर तिब्बतका पठारबाट सिधै नुनका भारी बोकेर कालीगण्डकीको त्यो साँगुरो खोज हुँदै दक्षिणतिर ओर्लिन्थे, अनि अर्कोतिर नेपाल र भारतका फाँटहरूबाट चामल, जौ, मसला जस्ता जीवन दिने खानेकुराहरू त्यही बाटो उक्लेर उत्तर लाग्थे। र यो पुरै आदान प्रदानको मुटु, त्यो सेन्टर पोइन्ट थियो मुस्ताङ। ल अब लागौँ यो पुरानो राज्यको सांस्कृतिक र राजनीतिक मुटुतिर, मतलब यसको राजधानी लोमान्थाङभित्र। यो पर्खालले घेरिएको सहर लोमान्थाङ, यो आफैमा एउटा जिउँदो इतिहास हो, थाहा छ? सन् 1380मा राजा अमेपालले स्थापना गरेदेखि यो सहर खासै फेरिएकै छैन। यहाँका ती अग्ला माटाका पर्खाल, साँगुरा ढुङ्गा बिछ्याएका गल्ली अनि सयौं वर्ष पुराना गुम्बाहरू, यस्तो लाग्छ कि हामीलाई सिधै टाइम ट्राभल गरेर अर्कै युगमा पुर्याइदिन्छ। साँच्चै यो सहर भनेको लोवा जातिको आठमा नै हो। एउटा अचम्मको कुरा भनौँ, 18औं शताब्दीमा नेपालमा गाभिएपछि पनि मुस्ताङले आफ्नो राजतन्त्र र एक किसिमको स्वायत्तता त्यो चाहिँ जोगाइराख्यो। मतलब त्यहाँका राजालाई स्थानीय मामलामा अधिकार थियो र काठमाडौँसँग उहाँको एउटा विशेष सम्बन्ध थियो, जसको एउटा प्रमाण के हो भने उहाँलाई नेपाली सेनामा मानर्थ कर्णेलको पदवी दिइन्थ्यो। कस्तो अनौठो है। ओके, अब मुस्ताङको सबैभन्दा रहस्यमय र सबैभन्दा आकर्षक पाटोतिर जाउँ। हो, हामी कुरा गर्दैछौँ त्यहाँका आकाशे गुफाहरूको। 10,000 हो, तपाईँले गलत सुन्नुभएको होइन, 10,000। मुस्ताङका ती भीमकाय ठाडा चट्टानी पहराहरूमा लगभग 10,000वटा मान्छेले बनाएका गुफाहरू छन्। सोच्नुहोस् त, यो सङ्ख्याले मात्रै पनि यो ठाउँको रहस्य कति धेरै बढाउँछ होला। र एउटा कुरा स्पष्ट पारिहालौँ है, यी गुफाहरू प्राकृतिक ओडारहरू होइनन्। होइनन्, यी त हजारौं वर्ष अघि मान्छेले आफ्नै हातले ती विशाल पहराहरूमा खोपेर बनाएका संरचना हुन्। तर कसले बनायो होला, किन बनायो होला, अनि सबैभन्दा ठूलो प्रश्न, कसरी बनायो होला? यी प्रश्नहरूले आज पनि ठूल्ठूला पुरातत्वविदहरूलाई सोच्न बाध्य बनाउँछ। खोज अनुसन्धानले के देखाउँछ भने यी गुफाहरूको प्रयोग समयसँगै बदलियो, मानौ 3 चरणमा। सबैभन्दा पहिले लगभग 3000 वर्ष अघि यी चिहानको रूपमा प्रयोग हुन्थे। त्यसपछि करिब 1000 वर्ष अघि जब बाहिर युद्ध र असुरक्षा बढ्यो, मान्छेहरू यिनै गुफामा सुरक्षित घर र किल्ला बनाएर बसे। र अन्तमा पछिल्लो समयमा यी शान्तिका केन्द्र बने, जहाँ बौद्ध भिक्षुहरू ध्यान गर्थे र आफ्ना महत्त्वपूर्ण ग्रन्थहरू सुरक्षित राख्थे। र यी गुफाहरू खाली कोठाहरू मात्रै थिएनन्। यी त इतिहासका खजानाले भरिएका थिए।
यहाँभित्र के भेटियो भन्दा हजारौं वर्ष पुराना ममीहरू, बहुमूल्य बौद्ध चित्रकला र पाण्डुलिपिहरू, जसले हामीलाई मुस्ताङको त्यो कथा सुनाउँछ जुन लोको राज्य स्थापना हुनुभन्दा पनि धेरै पुरानो छ। ल, अब कथालाई अलिकति अगाडि बढाएर आधुनिक युगमा ल्याऊँ। यो त्यो समय हो जब मुस्ताङले ठूलठूला राजनीतिक र सांस्कृतिक परिवर्तनहरूको सामना गर्नु पर्यो। यो टाइमलाइनले आधुनिक मुस्ताङको त्यो उतार चढाव पूर्ण यात्रालाई देखाउँछ। हेर्नुहोस् है, पहिले गोर्खा साम्राज्यमा विलय भयो, त्यसपछि 1960 को दशकमा यो ठाउँ चीन विरुद्ध लडिरहेका तिब्बती खम्पा विद्रोहीहरूको बेस क्याम्प जस्तै बन्यो। हो, यही कारणले गर्दा दशकौंसम्म यो क्षेत्रमा विदेशीहरूलाई ब्यान्ड गरियो। अनि बल्ल तल्ल 1992 मा आएर यो निषेधित राज्य संसारका लागि खुल्यो र अन्तमा 2008 मा जब नेपाल गणतन्त्र भयो, यहाँको 25औं पुस्तासम्म चलेको राजतन्त्र पनि औपचारिक रूपमा सकियो। तर कागजमा राजतन्त्र सकियो भन्दैमा के हुन्छ र? लोवा जनताको मनबाट त त्यो कहिल्यै हटेन। उनीहरूले आफ्ना अन्तिम राजा जिग्मे विस्टलाई सधैँ आफ्नो सांस्कृतिक र आध्यात्मिक नेताको रूपमा सम्मान गरिरहे। यसले के देखाउँछ भने परम्पराको जरा कति गहिरो हुँदो रहेछ, होइन त? आज मुस्ताङ इतिहासको सायद सबैभन्दा ठूलो दोबाटोमा उभिएको छ। आधुनिकताको प्रतीक बनेर चिल्ला सडकहरू अब यो पुरानो राज्यको मुटुसम्मै पुग्न थालेका छन्। पक्कै पनि यसले विकास ल्याउला, तर यसको मूल्य के चुकाउनु पर्ला? र सबैभन्दा ठूलो र सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, के समयमा हराएको यो राज्यले आधुनिक संसारको यो तीव्र गतिमा आफ्नो आत्मालाई जोगाएर राख्न सक्ला त? यसको जवाब त सायद भविष्यले नै देला।